यस्तो छ बाटो सिँढी सिँढी उक्लिँदै जानुपर्ने रहेछ यस्तो छ बाटो थाहा लाग्यो केटा हो झन् गजबसँग देख्दो रहेछ त यहाँबाट स्वयम्भू वनस्थली होइन त देख्दो रहेछ रिङ रोड होइन यो रिङ रोड यस्तो लाग्यो मलाई उकालो भर्याङ चढ्दैछु यस्तै छ थक लाग्यो साथी हो हाइकिङ जानु लागेको नसक्ने रहेछु स्वयम्भूको टापु यो स्वयम्भूको टापु स्वयम्भू स्तूपा स्वयम्भूको डाँडा त यस्तो देख्दो रहेछ खोइ बाटो कहाँ ए स्वयम्भूको यो यो चाहिँ रिङ रोड भइहाल्यो के अरे अब यत्रो ठुलो बजार के अरे काठमाडौँ भ्यालीमा यो रिङ रोडको बाटो यत्रो सिधा उता गएको छ नि होइन यो त यस्तो दायाँ र बायाँ पनि भएको भए त कस्तो मजा हुन्थ्यो कि काठमाडौँको बस्ती धेरै भयो तर यो माथि जङ्गल भयो तर यो उज भएन क्या बाटो चाहिँ भएन क्या यो बाटो आयो तर यो गुम्बा जाने बाटो के अरे गुम्बाको नाम चाहिँ के हो थाहा छैन कि होइन के गुम्बा हो भन्ने नै थाहा छैन कि अब त्यो टिबिटेन अक्षरमा लेखा जस्तो लाग्यो कि बिचमा त्यो गेटमा हेरौँ हेर त काठमाडौँ ए थाङ्गर गुम्बा थाङ्गर गुम्बा कुन कहाँको
यो चाहिँ थाङ्गर गुम्बा रहेछ है। भित्र गुम्बा छ। यहाँ स्कुल हो, मोनास्ट्री रहेछ नि त, थाङ्गर मुस्लिम मोनास्ट्री। यो भित्र चाहिँ पढ्ने ठाउँ हो, लामा गुरुले पढाउँछ। थाङ्गर गुम्बा कट्यो साथीहरू। जस यता पनि हाइकिङ गर्नलाई एकछिन भने नि वाक गर्दाखेरि चाहिँ राम्रो छ कि, यो उकालो छ नि त, भिडभाड हुँदैन यहाँ। त्यही कारणले म चाहिँ यहाँ हल्का हिँड्न आएको साथीहरू। यस्तो छ पुरा जङ्गल रहेछ। जङ्गल यो चाहिँ जङ्गल छ साथीहरू। माथि यस्तो छ। उकालो छ। थकला होइन। यहाँ चाहिँ मजाको शीतल छ, पसिना निस्किरहेछ। टिमु आज हामी यो बडभन्डे साग टिप्न आएको छु के। हाइकिङ गर्ने पनि यो जङ्गलमा, अनि यो साग टिप्नलाई पनि आएको हो कि साथीहरू। यो चाहिँ बडभन्डे साग भन्छ रहेछ। यतापट्टि टन्नै छ, उयो माथि माथि टन्नै रहेछ। जेसी अलिकति जङ्गल भएर पनि शीतल भएको छ कि। यो होइन, यो कलिलो त छ त, छिपेको र यो। बडभन्डे साग बडभन्डे साग टिपेर आइयो साथीहरू है। एक झोला टिपेर ल्याइयो बडभन्डे साग। झोला बडभन्डे सागको बडभन्डे सागको झोला। अस्ति नै घामले आउँथेन, अहिले घाम गएन नि त। यो अलिकति डुब्नुपर्छ जस्तो लाग्छ। जङ्गलतिर आएछु। जङ्गल छ साथीहरू। यो चाहिँ बडभन्डे साग टिप्ने ठाउँ।